नमस्ते एन्ड गुड इभिनिङ। आजको भिडियोमा हामी पिसिएल नर्सिङ पढ्न कस्तो क्राइटेरियाहरू छ त नेपालमा भनेर जानकारी दिनेछु। फर्स्टमा नर्सिङ पढ्नको लागि अथवा पिसिएल नर्सिङ पढ्नको लागि तपाईहरुले 4-5 वटा कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ। जस्तै कि फर्स्ट अफ अल तपाईको स्कोर एकदमै म्याटर गरिरहेको हुन्छ। नेक्स्ट वान भनेको तपाईले कुन कलेज चुज गर्दै हुनुहुन्छ अनि त्यसपछि चाहिँ तपाईको एससी अथवा एसएलसी मा कति मार्क्स स्कोर गर्नु भएको छ त्यो सबै पनि एकदमै म्याटर गरिरहेको हुन्छ। र मैले अब चाहिँ विस्तार रूपमा भन्ने छु पिसिएल नर्सिङमा के क्राइटेरिया छ त। फर्स्ट अफ अल तपाईले एसएलसी अथवा एससी कम्प्लिट पास भएको हुनुपर्छ जसमा 45% अथवा 2.0 जीपीए लिएर आएकै हुनुपर्छ है। त्यो पनि कुन सब्जेक्टमा भन्दाखेरि म्याथ, इंग्लिश र साइन्समा तीनटा सब्जेक्टमा कमसेकम 2 जीपीए चाहिँ लिएर आएकै हुनुपर्छ। बल्ल हामीले चाहिँ इन्ट्रान्स एक्जाम दिन पाऊ। यदि यो क्राइटेरिया फिट भएन भने हामीले इन्ट्रान्स पनि दिन पाइदैन र हामी पिसिएल नर्सिङ पढ्न पाउँदैनौँ। र अहिलेको हल्लामा हेर्दाखेरि हामी कतिपय न्यूजहरुमा देखिरहेको छौं +2 कम्प्लिट गरेर मात्र चाहिँ पिसिएल नर्सिङ पढ्न पाउँछ हैन। त्यो अझै आको त रुल छैन तर अब यो वर्षदेखि लागू हुन्छ भन्ने कुरा भइरहेको छ। +2 जुनसुकै फ्याकल्टीमा पढेर अनि त्यसपछि चाहिँ जीएनएम भनेर चाहिँ पढ्ने कोर्स आको छ भन्ने चाहिँ सुन्नमा आको छ। तर पनि यो कुरा चाहिँ मलाई अझै पनि लागू हुन्छ जस्तो लाग्दैन। त्यही भएर चाहिँ पहिलेकै रुल लागू हुन्छ र इन्ट्रान्स प्रिपरेसन गर्ने हो जसमा चाहिँ म्याथ, इंग्लिश र साइन्स तीनटा के सब्जेक्टलाई चाहिँ फोकसन गरेर एक्जाम इन्ट्रान्स एक्जाम क्लियर गर्ने हो जसमा चाहिँ आफूले राम्रो मार्क्स स्कोर गरेर हामी चाहिँ पिसिएल नर्सिङ पढ्न सकिन्छ। र अर्को भनेको चाहिँ कोही चाहिँ टीएसएलसी अथवा एएनएम पढ्नु भएको छ भने त्यस्तो व्यक्तिले पनि पढ्न पाउनुहुन्छ पिसिएल नर्सिङ। उहाँहरूले पर्सेन्टेज 68.33% स्कोर लिएर आएको हुनुपर्ने छ र त्यसरी उहाँले पनि इन्ट्रान्स एक्जाम क्लियर गरेर उहाँ चाहिँ पिसिएल नर्सिङ पढ्न पाउनुहुन्छ। तीनटा क्राइटेरिया छ। फर्स्ट अफ अल चाहिँ एसएलसी अथवा एससी दिएको हुन पर्यो र त्यसमा चाहिँ 2 जीपीए चाहिँ म्याथ, इंग्लिश, साइन्समा ल्याएकै हुन पर्यो र त्यो सँगसँगै चाहिँ अब एसएलसी अथवा टीएसएलसी लेभलको स्टडी गरेको छ जस्तै एएनएम गर्नु भएको छ भने उहाँले चाहिँ 68.33% लिएर आउनु भएको छ भने पिसिएल पढ्न पाउनुहुन्छ। र एक्जाममा इन्ट्रान्स एक्जाममा मल्टिपल चोइस क्वेशन्सहरु आउने गर्दछ र त्यो मल्टिपल चोइस क्वेशन्सहरु स्कोर हेरेर आफूले गर्नुपर्ने हुन्छ। यसमा चाहिँ कुनै नेगेटिभ मार्क्स हुँदैन। यदि तपाईहरुलाई यो मध्ये पनि केही क्वेरीजहरु छ अझ पनि बुझ्न मन लागेको छ भने मलाई कमेन्ट गर्नु होला। होप तपाईहरुले पिसिएल नर्सिङको के क्राइटेरिया छ भन्ने कुरा बुझ्नु भयो होला। र यदि मैले यसमा कुनै कुराहरु रङ भनेको छु अथवा मैले नबुझिकन केही बोलेको छु भने आई एम सो सरी। त्यसको लागि म माफी पाउन चाहन्छु। र यो च्यानललाई यदि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। थ्यांक यू सो मच। बाइ बाइ।